त्यतिकै ह्यारेसमेन्ट गर्न खोजे होला नि। त्यो के हो तपाईँको कुरा छैन सभापतिज्यू, मैले अब भन्नै पर्ने हो त त्यसो भए। त्यही कुन हालतमा के स्थितिमा तपाईँहरूले के बोल्नु भएको थियो भनेर। सुमानाले कतिजना बिहा गर्यो भन्ने कुरा तपाईँहरूको सरोकारको कुरा हो त्यहाँ। सविता गौतमले के बोल्यो भनेर तपाईँहरूको सरोकारको कुरा हो त्यहाँ। राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने सरोकारको कुरा हो त्यहाँ तपाईँहरूको। यो समितिले यो समितिमा भएको कुरा हो, समितिको अनुगमनमा भएको कुरा हो। तपाईँले मलाई पेल्न खोज्ने, त्यहाँनिर ड्रिङ्क गरेर रक्सी खाएर तपाईँहरूले जे बाटो बोल्न मिल्छ। सुमाना श्रेष्ठले कतिजनासँग बिहा गर्यो तपाईँहरूको सरोकारको कुरा हो यहाँनिर। तपाईँहरूले निर्णय गर्नुहुन्छ यहाँनिर उहाँहरूलाई देश निकाला गर्ने भनेर। के गरेको छ त्यस्तो देश निकाला गर्नलाई उहाँहरूले? तपाईँहरूले बोलेको एक कुरा छ यहाँनिर सभापतिज्यू। यो समितिको अनुगमनको कुरा हो सभापतिज्यू। मैले राम्रोसँग मर्यादित भएर तपाईँलाई भन्न खोजिरहेको थिएँ, त्यो भएन भनेर तपाईँ मलाई पेल्न खोज्दै हुनुहुन्छ सभापतिज्यू। यो समितिको अनुगमनमा भएको कुरा कसलाई भन्न जानु मैले यो कुरा सदनमा भन्नु मैले यो कुरा। यो समितिमा भएको कुरा समितिमै राख्न पाउनुपर्छ सभापतिज्यू। मैले तपाईँले सुन्नु पनि पर्छ। तपाईँ स्वयं दायी हुनुहुन्थ्यो सभापतिज्यू। तपाईँ आफू त्यहीँ भइराख्नु भएको थियो। तपाईँको मुखबाट पनि दुई तीनटा कुरा निस्केका छन्। हाम्रो पार्टीको जेसुकै हो जस्तो सुकै हो, नेपाली कङ्ग्रेसमा के भएको छ, युवामा के भएको छ, फुट्दै हिँड्दैनौ नि। कुन चाहिँ माननीय कतिजनासँग बिहा गरेर कोसँग लप पारेर के गर्यो त्यो कसैको सरोकारको कुरा होइन। सबैजनाको आफ्नो पर्सनल कुरा हुन्छ। रवि लामी छानेले कोसँग विवाह गर्यो, के विवाह गर्यो, हरासमेन्ट गर्ने त्यहाँनिर है। मलाई फिटिक्कै मन परेन सभापतिज्यू यो कुरा चाहिँ। र मैले भन्न पाउनुपर्छ यहाँनिर। मैले हरेक टाइम हरेक चोटि चाहिँ यो समिति भनेको के अरे नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णयलाई पनि समितिले उल्टाउनु पर्छ भन्ने मान्छे हो तपाईँको। आफ्नो कार्यक्षेत्र कति हो भने त्यो कुरा स्पष्ट पार्न सक्नुहुन्न। अनि जे पाए त्यही बोल्नुहुन्छ यहाँ। मैले जे पाते बोले सभापतिज्यू। त्यो पोखरामा भएको घटना त्यो जे पाते हो सभापतिज्यू। त्यो जे पाते नै थियो। तपाईँहरू एनजिओ को पैसामा अनुगमनमा भनेको त्यो जे पाते नै हो। मैले जे पाते बोलेकी छु सभापतिज्यू। यहाँ तपाईँहरूले जे पाते बोल्नु हुने, हामीले जे पाते मैले यहाँनिर जे पाते बोलेकी छु। कसलाई भन्ने हो सभापतिज्यू यो कुरा? मैले अनुगमनमा भएको कुरा त्यो मलाई मन परेन सभापतिज्यू। त्यहाँनिर गइसकेपछि बेलुका हामी बसिसकेपछि त्यहाँनिर हामीले के गर्नु पर्थ्यो? दिनभरि भएको कुरालाई छलफल गर्नु पर्थ्यो। कसरी त्यो कुरालाई सल्भ गर्ने भन्नेतिर लाग्नु पर्थ्यो। यहाँ कसले कोसँग विवाह गर्यो के गर्यो, नेपाली कङ्ग्रेसको पनि लिस्ट निकाल्ने पनि धेरैजनाको छ सभापतिज्यू। कसले कतिजनासँग विवाह गरेका छन् भनेर त्यो हामीले भन्नु पर्छ। पार्टीको माया छ, हाम्रो पार्टीको माया छ। सकेपछि तपाईँले लिड गर्ने हो सभापतिज्यू। त्यहाँ बसेर दुनियाँ माननीयहरूलाई राखेर ड्रिङ्क गरेर रक्सी खाएर त्यो गर्ने सभापतिज्यू त्यो होइन। त्यो प्रक्रिया विषयगतको कुरा ठिकै छ माननीयज्यूहरू, तर त्यो अति नै अव्यवहार्य थियो। त्यहाँनिर बसेर जाति दुनियाँ दाजु कुरा गर्न मिल्छ? आन्तरिक छलफल यहाँनिर मैले भन्नै पर्ने थियो। मैले मेरो